मलाई चाहिँ नि यस क्षेत्रका जनताले भोट हाल्ने अर्को दुईवटा थप कारण म चाहिँ निवेदन गर्दछु। एउटा त फरक वैचारिक धारको सशक्त आवाज संसदमा पुगोस् भन्ने जनताको चाहनालाई मैले प्रतिनिधित्व गर्दछु। संसदमा फरक विचारधारको सशक्त आवाज पुर्याउन पनि यस क्षेत्रका जनताले मलाई साथ दिनेछन्। दोस्रो, यो चुनाव अघि पनि हामीले कुरा गर्यौं, युवाहरूको आन्दोलनको जगमा भएको छ। युवाहरूको आन्दोलनको मुख्य माग भ्रष्टाचार र कुशासनको अन्त्य। त्यो माग पूरा गर्नको निमित्त पनि जनताले यो चुनावमा भ्रष्ट नेता र भ्रष्टाचारको महारोग भित्र्याउने दललाई भोट हाल्दैनन्। र मेरो 50 वर्ष लामो राजनीतिक जीवन यात्राको क्रममा म राजनीतिक रूपमा थुप्रै पटक विवादमा परेको छु। थुप्रै आरोपहरू राजनीतिक रूपमा मलाई लाग्ने गरेको छ। तर यो 50 वर्ष लामो राजनीतिक यात्राको क्रममा कमल थापाले भ्रष्टाचार गर्यो, अनियमितता गर्यो, अनैतिक काम गर्यो भनेर आरोप लगाउने ठाउँ मैले दिएको छैन। त्यसकारणले पनि एउटा निष्कलङ्क छवि भएको इमानदार र निष्ठावान प्रतिनिधिको रूपमा यस क्षेत्रका जनताले मलाई भोट दिन्छन् भन्ने मलाई लाग्छ।